हेलो साथीहरु, सेवा नमस्कार अनि सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ यहाँ हाम्रोतिर मतलब दयाङ राईको गाउँमा चाहिँ साकेला हुँदैछ अनि त्यहाँ जान लागेको छु। त्यही भएर मैले आज बिहानैदेखि भिडियो बनाएँ। यहाँ पर चाहिँ ढुङ 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 जस्तो तारीको बजाइराख्नु भएको छ क्या, जमजम लागिरहेछ। अब कपडाहरू धुइसकेँ, अब खाना पकाएर छिटो खाएर मिसहरू हुनुहुन्छ अनि उहाँहरूसँगै जानुपर्ने हुन्छ। आज मेरो दोस्रो चोटि हो साकेला। सुरुचोटि मैले माइजहरूसँग इन्डियामा गरेको थिएँ, साकेला गएको थिएँ अनि आज दोस्रो पटक हो दयाङ राईको गाउँमा साकेला मनाउन जाँदैछु साथीहरू। अनि के कस्तो हुन्छ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब लाइक गर्न पनि नबिर्सिनु होला नि है त। अब म छिटो गरेर खाना पकाएर रेडी भएर जानुपर्ने हुन्छ साथीहरू। लेट्स गो। अघि बिहान चाहिँ सबै धुमिरहेको छ साथीहरू। आज चाहिँ यतिको अहिले चाहिँ यतिकोसम्म भएको छ। आई होप आज दिउँसो पानी नपरोस् अनि साकेला मजाले नाच्न पाइयोस्। अनि दयाङ सरको घर चाहिँ यो घरदेखि माथिल्लो घरमा पर्छ। म तपाईहरुलाई त्यहाँ पनि एक दिन लग्नेछु साथी। यहाँ पारीको गाउँ चाहिँ यस्तो छ है। त साथीहरू उतै भेटौँला। यहाँ चाहिँ कुटी छोरी यसको साइज कहाँबाट घट्छ? देवाले मिस एकछिन पर्खिनु। यस्तो क्युट मिससँग हिँड्नु पाइरहेछ है आज। चन्दीमा गएकोमा चाहिँ पहिलोचोटि हो। भोजपुराको बजारमा आधा केजी मासु, तिम्रो छोरा फकाइसके नरी सबै सासु। लै हामी चाहिँ आज रमिला मिससँग खावाको साकेला नाच्नु जाँदैछौँ। उहाँ चाहिँ एकदम प्र्याक्टिस गर्नुहुन्छ झ्याम्टा बजाउने। लाजे भयो सिक्नु हुँदैछ त्यो प्र्याक्टिस गर्ने राम्रो हो नि होइन। प्र्याक्टिस नगरी केही आउँदैन सबै कुरो। गाउँमा मामा त टन्न हुनुहुन्छ। मेरो भान्जा उहाँले मामा चाहिँ को रहेछ? कलियो कालो अनुसन्धान हुँदैन अब। देवाहरू आउँदैछ। हेलो, अब चाहिँ भर्खर स्टार्ट हुँदैछ यहाँनिर चाहिँ।
ट्याम्केमुर गाउँपालिकाको पालिका अन्नपूर्ण अहिले चाहिँ फर्किँदै गरेको गाइसहरू अनि आज चाहिँ पानीले झन्डै कुटेर मार्यो नि अनि जुत्ताहरू चाहिँ यसरी बोकेर हिँड्नु परिरहेछ अनि ड्रेस पनि खोलेर आउनु पर्यो झन्डै मार्यो नि हौ